जय माताजी साथीहरू, कस्तो हुनुहुन्छ? आज चाहिँ मेरो ठुलो सपना पूरा भएको उपलक्ष्यमा मातालाई चाहिँ हर्क बढाई चढाउँदैछु। यो चाहिँ नि मेरो पलाञ्चोकी माताको लागि मैले आफ्नै हातले बत्ती काटेर केही सामानहरू बत्ती बेचेर चाहिँ सबै सामानहरू जुटाएको छु। यो चाहिँ नि बर्जियोगिनी माताको लागि, यो चाहिँ दक्षिणकाली माताको लागि र मैले के आफ्नै कमाइले के जुटाएको छु हेर्नु है त। यो चाहिँ नि मैले यसरी मान्छेले दुःख हुँदा मात्र भगवान सम्झिनुहुन्छ। आफ्नो केही इच्छा पूर्ण हो भने पनि यसरी आमाको लागि भेट लिएर जानुहोस्, भेट्न जानुहोस्, दर्शन गर्न जानुहोस्। अनि मैले चाहिँ यसरी तिलहरी 6वटा बनाएर राखेको थिएँ। अस्ति इन्द्रायणी माताको जात्राको बेलामा उहाँ चाहिँ चढाइ मेरो बाबुको हातबाट सङ्कल्प गरेर। यो चाहिँ म पलाञ्चोकी जाँदैछु। के छ मैले चाहिँ घरबाटै यसरी ल्वाङ सुकमेल अनि यो मसलाहरू अनि यो हेर्नु है भेटी अहिले चाहिँ यति नै घरबाट चाहिँ म पूजा कोठाबाटै ठिक पार्छु। यो अबिर केसरी अनि अष्टगन्ध रोली सबै, अनि यो सौभाग्य भइहाल्यो, 16 सिङ्गार, अनि यो चाहिँ नि चुनरी, अनि यो चोलोको कपडा, यो साडी भइहाल्यो आमाको लागि। बर्जियोगिनी माताको लागि पनि मैले त्यसै गरिराखेको छु। यो चाहिँ अक्षता भइहाल्यो मैले उठाएको। अनि त्यसपछि यो तिलहरी, अनि त्यसपछि सबै ठाउँमा म यसै गरी लान्छु। अझै यसमा चाहिँ फलफुल मिठाई, अनि त्यसपछि के अरे त्यो तामाको दियो एउटा चाहिँ चढाउने मेरो इच्छा छ, त्यो चाहिँ ल्याउन बिर्सेछु। अब भोलि लिएर आउँछु। यसरी चाहिँ सबै मैले यो 2 चोटि गरेर राखेको थिएँ बिर्सिन्छु भनेर। यो चाहिँ दक्षिणकाली आमाको लागि हो। म चाँडै जाँदैछु। कमाएको केही भाग मात्रै पनि आफ्नो पूजा कोठामा छुट्याउनु भयो भने यसरी आफूले चाहेका कुराहरू चढाउन सकिन्छ। मान्छेहरूले चाहिँ के अरे हुनेले चढाउने, नहुनेले कहाँबाट चढाउने, के गर्ने, हे एउटा पूजा आयो भने यसो उसो भन्छन् त्यो आफ्नो इच्छाले र आफ्नो श्रद्धाले गर्ने हो। भगवानले मलाई यो चढाऊ भनेर कहिले भन्नुहुन्न। त्यसैले अनि हामी चाहिँ पर्सि पलाञ्चोकी जाँदा चाहिँ चन्नेश्वरी माताकोमा अनि धनेश्वर महादेव थान जाँदैछौँ। अनि यसरी मैले सबै ठिक्क पारेँ। म चाहिँ चढाएका पैसाहरू पनि यसरी नै खुत्रुखेमा जम्मा गर्छु र आफूलाई पूजा कोठामा के चाहिन्छ सबै किनेर राख्छु यसै गरी यहीँ। अनि कहिलेकाहीँबाट केही आयो भने पनि यहीँ राख्छु। अनि कमाइको पहिला महिनाको स्यालेरी आएको बेला नि 500-1000 यहीँ छुट्याउँछु। त्यसै गरी यहाँ जम्मा गरेर चाहिँ म पूजा कोठामा के चाहिँ सकिन्छु। यो चाहिँ नि मैले गोरखकाली माताको लागि पनि यसै गरी बनाएर राखेको छु। तर त्यहाँ चाहिँ अहिले जाने होइन। अहिले चाहिँ हामी तुरुन्तै चाहिँ नि 3 ठाउँमा जाँदैछौँ, पलाञ्चोकी, बर्जियोगिनी र दक्षिणकाली।